कथाको शीर्षक छ गरे के हुँदैन। ए बिजुले त्यो पुछारको गरामा आज मकै छर्नुपर्छ। तँ हलुजुवा लिएर जाँदै गर, म गोरु लिएर आउँछु। बिजुलेलाई बाउले काम हरायो। बाउ म त भ्याउँदिनँ, पढ्नुपर्छ, भोलि गणितको परीक्षा छ, पछि फेल भयो भनेर मलाई दोष दिन होला। बिजुले झर्किँदै भन्यो, तँलाई आजै पढेर मास्टर साहेब भइहाल्ने त होइन होला नि, आजै त हो, छिटो गर्न। बाउलाई टेरेन भनेर आमाले पनि थपिन्। बिजुले बाध्य भएर हलो बोकेर मेलामा पुग्यो, तर जुवा भने घरमै थियो। बिजुलेको हलो जुवा एकैचोटि लाने बोक्न सक्ने क्षमता नै थिएन। बाउले गोरु लिएर मेलामा पुग्यो। बिजुलीकी आमा पनि डालामा मकै बिउ लिएर कराउँदै गोरु मेलामा पुगिसके, जुवा चाहिँ घरमै रहेछ भन्दै मकैको बिउको साथमा जुवा समेत बोकेर मेलामा पुगिन्। बिजुलेको बाउले गोरु नारेर जोत्न थाल्यो, आमा चाहिँ मकैको बिउ खसाल्न थालिन्। ए बिजुले, लाला एकछिन जोत, म त्यहाँ पुगेर आउँछु। बाउले बिजुलेलाई अनौ समाउन लगाएर हिँड्यो। बिजुले जोत्न थाल्यो। उसको बाउ यसो खोल्सातिर लागेको थियो, फर्केरै आएन। बिचरा बिजुले पढ्न छाडेर दिनभर बारीमा जोत्न बाध्य भयो। आमा छोरा भएर दिनभरि बारीमा काम गरे। बिजुलेको बाउ विपत्तासँगले दिनभरि नै हरायो। आफ्नो जग्गाको नाउँमा त्यही पाटो बारी मात्रै, 3 गरा हो, त्यो पनि एकै हलको मेलो। कोदो र मकै भन्दा अरू केही पनि फल्दैन। आफ्नो खेतीले उनीहरूलाई लगभग 3-4 महिना मात्रै खान पुग्थ्यो। बाँकी अरू महिना अर्काकै बनीबुतो गरेर खानुपर्ने बाध्यता थियो। कहिले खोलामा गएर माछा मारेर, माछा बेचेर, खर्च वर्च चलाएर जिन्दगी जिउनै पर्ने भएकाले जसरी तसरी गुजारा चलाएकै थिए। शिक्षाको महत्त्व थाहै नभएका गाउँका गरिब किसानका छोरालाई धेरै पढाउनुपर्छ भन्ने कहाँ हुनु र? गाउँका साथीहरूको सङ्गतले मात्र बिजुले विद्यालय गएको थियो। छिमेकीहरू पनि भन्ने गर्थे, बिजुले साह्रै बाठो छ, यसले अलिकति पढ्ने मौका पायो भने राम्रै उन्नति गर्न सक्छ। अरूकै ढिपीले गर्दा बिजुलेलाई आमा बाउले विद्यालयमा नाम लेखाइदिएका थिए। यसरी सबै गाउँलेहरूको सरसहयोगमा गाउँको विद्यालयमा 10 कक्षासम्म पढ्यो। टेस्ट परीक्षा आउने क्रममा थियो। दिनभरि अर्काको खेतमा काम गर्न जानु पर्थ्यो। एक दिन मुखियाको मेलामा काम गर्न गएको बिजुले बेलुका घरमा आइपुग्दा हन्हन्ती ज्वरो आएको रहेछ। रातभरि काम ज्वरो आएर बरबराइरह्यो। बिहान ओछ्यानबाट उठ्न सकेन। यसरी ऊ 1 महिनासम्म थलियो। उसको पढाइ पनि छुट्यो। दैव दशा लागेर हो या किन हो, उसको पढ्ने चाहना पनि हराएर गयो। उसलाई पटक्कै पढ्न मन लागेन। साथीहरूले साह्रै कर गरेकाले परीक्षा दिन भने गयो। पढ्दै नपढिकन दिएको परीक्षा, उसमा पनि बिरामी भएर भर्खर तङ्ग्रिएको। अरू कक्षाको परीक्षामा सधैँ प्रथम हुने विद्यार्थी टेस्ट परीक्षामा भने थोरै नम्बर ल्याएर पास भएकोमा मन त खिन्न भए नै, तै पनि उसले हिम्मत भने हारेन। एसएलसी परीक्षा दिन सदरमुकाम जानुपर्ने। उसका घरबाट कन्चो पैसो निस्किने होइन। सबै साथीभाइको सहयोगले सदरमुकाम गएर परीक्षा दिने भयो। परीक्षा हुनुभन्दा 1 महिना अघि नै सबै साथीहरूका साथ सदरमुकाम पुग्यो। आफू साह्रै मेहनती भएकाले सबैभन्दा जान्ने भएर उसले आफ्नो साथीहरूलाई पनि जान्ने बनायो। यसरी उसले आफू लगायत आफ्ना साथीहरू समेतलाई एसएलसी पास गरायो। एसएलसी पास भएपछि सबै साथीहरू क्याम्पस पढ्न सहर पस्ने भए। जिल्लामा क्याम्पस थिएन। घरको अवस्था कमजोर भएकोले बिजुलेको हलो कोदालो भन्दा अर्को विकल्पै रहेन। अब भने उसले क्याम्पस जानुको साटो खोलामा गएर माछा मार्ने अनि बजार लगेर बेच्ने काम गर्न थाल्यो। बिजुले कहिले जाल बोकेर खोलामा पुग्थ्यो, कहिले बल्छी थाप्थ्यो। ऊ सधैँ माछा मारेर बेच्ने सिपालु भयो। उसले माछा मार्ने अनेक कला अपनायो। खुङ्गा थाप्न, ढडिया थाप्न, दुवाली छेक्न, जे उपयुक्त हुन्छ त्यो सबै प्रविधि प्रयोग गरेर आफ्नो खाँचो टार्ने गर्थ्यो। अब भने उसले अर्काको मेलापात गर्ने काम पटक्कै गरेन। उसका बाबुआमा भने अरूकै मेलापात गरिरहन्थे। बिजुले झोलामा जाल बोकेर खोलाको बाटो ओह्रालो लाग्दै थियो। मूल बाटाको चौतारामा गाउँका थुप्रै मान्छे भेला भएको देख्यो।
किन त्यतिका मान्छे भेला भएछन्? उसको मनमा एउटा जिज्ञासा उत्पन्न भयो र ऊ पनि सरासर चौतारातिर लाग्यो। त्यहाँ उसले देखेका नदेखेका, चिनेका नचिनेका विभिन्न खालका मान्छे आपसमा कुरा गरिरहेका थिए। ऊ आफू पनि नजिकै गएर बस्यो र ध्यान दिएर सबैका कुरा सुन्न थाल्यो। दिनले कोल्टो फेर्ने बेला भयो। बिजुले आज माछा मार्न गएन। दिनभरिको कचहरी सुनेर उसले यति मात्र कुरा बुझ्यो कि गाउँमा सहकारी खोल्दा गाउँलेलाई फाइदा हुन्छ। अरूले के बुझे उसलाई थाहा छैन, तर पनि उसको मनभित्र घुसेको सहकारी भावना सबैलाई बाँडेर प्रयोग गर्नुपर्छ भन्ने लागेर गाविस सचिवलाई भेट्न गयो। गाविसबाट फर्केर आउँदा उसले सबै गाउँलेहरूको पैसा एकै ठाउँमा भेला गर्यो भने थुप्रै हुन्छ, त्यसमा पनि हरेक महिना बचत पनि गर्नुपर्छ। यसो गर्दा रकम बढ्दै पनि जान्छ र त्यही पैसा त्यहीँका सदस्यहरूलाई ऋण लगानी गरी ब्याज असुल्ने, निश्चित अवधि पुगेपछि सामु पनि असुल्ने व्यवस्था गर्न सके गाउँ समाजमा आय आर्जन गर्न सकिने रहेछ। यसरी काम गर्दा व्यक्ति पनि धनी हुने र संस्था पनि धनी हुँदै जाने रहेछ भन्ने कुरा प्रष्ट भयो। गाउँका सबै विपन्न किसानहरूले एउटा सहकारी संस्था खोल्ने निधो गरे। बिजुले त्यसको अगुवा भयो। त्यस संस्थाको अध्यक्ष पनि उसैलाई बनाइयो। गाउँमा संस्था खोलेर सबैलाई फाइदा भएको छ। अहिलेसम्म यो सहकारी संस्थाको 5वटा साधारण सभा सम्पन्न भइसकेका छन्। अब भने बिजुलेलाई कसैले पनि नाम काटेर बोलाउन सक्दैनन्। गाउँका ठुला बडाले पनि बोलाउनु पर्दा बिजु बाबु भनेर बोलाउने गर्छन्। अरू सबैले विजय सर भन्ने गर्छन्। सहकारीले उसको पहिचान फेरिदिएको मात्र नभएर पुरै गाउँको वातावरण नै फेरिएको छ। सहकारीको माध्यमद्वारा सबै गाउँलेहरू सम्पन्नतातिर लम्किरहेको अवस्था गाउँमा गाउँलेहरू आफैले जम्मा गरेको बचत रकम संस्थाबाटै ऋण लिएर अन्य सानातिना कुटीर उद्योग खोल्ने समेत अग्रसर भएका छन्। बिजुलेको आमा बाउले आफ्नै बारीमा तरकारी खेती गरेका छन्। नजिकैको खोल्सीबाट बारीको पाटामै एक धारो पानी मनक्कै झरिरहेको छ। त्यही पानीलाई तरकारी बारीमा प्रयोग गरिएको छ। मरितरी 3-4 महिना मात्र खान पुग्ने बारीको कमाइले अहिले मनक्कै वर्ष दिनसम्म खाइवरी खर्च पनि चलाएर सहकारीमा बचत गर्न समेत पुगेको छ। गाउँमा कसैले बाख्रा पालन गरेका छन् त कसैले कुखुरा पालन गरेका छन्। पानी पुग्ने ठाउँमा माछा पालन पनि राम्रै फस्टाएको छ भने तरकारीको त कुरै छाडौँ। गाउँको पल्लो छेउमा घर भएको काउले कान्छाले 5 माउ भैँसी पालेर गाउँलेहरू सबैलाई दुध खुवाएको छ। आफ्नो व्यवसायबाट भएको आम्दानीले आफ्नो घर व्यवहार चलाउन कसैलाई पनि खाँचो छैन। पहिले दिनभरि चिया पसलमा गफिएर बस्ने मान्छेहरू अहिले आफ्नै व्यवसायमा व्यस्त हुन थालेका छन्। हिजो अस्ति तासै अखाडामा भेला भएर तास खेल्नेहरू आज एकछिन पनि बस्ने फुर्सद पाउँदैनन्। दिनभर खेतमा खोलामा माछा मार्ने र साँझमा भट्टीमा छिर्ने र राति भएपछि सडकमा निस्केर कुट्टाकुट गर्ने चलन पनि अब बन्द भइसकेको छ। समाजमा आर्थिक चलखेल प्रशस्त भएकाले बैंकिङ कार्यक्रम पनि आफ्नै सहकारीबाट सञ्चालन हुन थालेको छ भने सस्तो मूल्यको पसल त्यही सहकारी मार्फत सञ्चालन भएकोले विशेष काम बेगर सदरमुकाम जानु नपर्ने भएको छ। सम्पूर्ण चिज आफ्नै गाउँठाउँमा पर्याप्त भएको हुँदा अन्यत्र कतै जाने काम नै पर्दैन। सबैले समयको सदुपयोग गर्न सिकिसकेका छन्। यसरी त्यो गाउँमा सहकारीको माध्यमबाट गरिबीले पिल्सिएको समाज यति बेला सम्पन्नतातिर उन्मुख भएको हुँदा सबैजना दङ्ग परेका छन् र भन्छन् गरे के हुँदैन। धन्यवाद।